यहाँ देखिरहनु भएको दृश्य उसलाई कुनै यातना र कुनै दुःख दिनलाई चाहिँ होइन। अब यो हात्ती चाहिँ अहिले चाहिँ मातिरहेको अवस्था हो र यसलाई चाहिँ बाँधिरहेकै अवस्थामा अब 3 महिना भइसक्यो। अब यो हात्ती चाहिँ मातिएको र अब यसलाई चाहिँ अब एकै ठाउँमा बाँधिरहेको कारणले गर्दाखेरि अब त्यहीँनिर मलमूत्र होइन खानपिन गरेको सबै अब फोहोरहरू थुप्रिँदै जाने हो। त्यसले गर्दाखेरि त्यो अब फोहोरको रूप लिइसकेपछि के हुन्छ भोलि पर्सि गएर यसैले चाहिँ घाउ हुने यताउति सम्भावना हुन्छ। सो कारणले गर्दाखेरि हात्ती मातिनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो भने पाल्तु हात्ती मातिनु भनेको चाहिँ अलिक जटिल समस्या हुन आउँछ। उसले यस घडीमा उसले आफ्नो मान्छेलाई पनि मालिकलाई पनि चिन्दैन। त्यसैले त्यो घडीमा विशेष हेरचाह र सावधानी र संयमता अपनाउनु पर्ने जरुरी हुन्छ। प्रकृतिको नियम बुझेर व्यापार गर्नु नै बुद्धिमानी हो जस्तो लाग्छ मलाई। अब हेर्दै गर्नुहोस्, अब उसलाई चाहिँ अब नियन्त्रण लिएर चाहिँ त्यही अब बसेको खाएको त्यो चाहिँ सरसफाइ गरौँ भन्ने उद्देश्य मात्र हो, अरू केही पनि होइन। र मलाई जहाँसम्म लाग्छ उसले यस घडीमा चाहिँ अब न कसैलाई चिन्छ न अब कसैले भनेको मान्छे जस्तो पनि लाग्दैन मलाई। बिराली हस्त हजुरको दिन शुभ बितोस्।